साइलेन्ट सरी मैले साइलेन्ट भन्न खोजेँ स्विच अफ साइलेन्टै भन्न खोजेँ हो साइलेन्ट गर्नु नमस्कार सबैलाई अब हिजोको हाम्रो यहाँ यो ब्रेक गर्दाखेरि एउटा स्टार्ट गरेर डिस्कसन ठिकैबाट स्टार्ट गरेर रिभाइज गर्न सक्नुहुन्छ। अब आज चाहिँ आवाजले श्रीयन्त्रको बारेमा उसको शास्त्रको पक्षको बारेमा उहाँले चाहिँ यहाँ क्लासमा हुन्छ। त्यो भन्दा पनि हिजोको हाम्रो फेरि रिभाइजहरू हिजोको हाम्रो यहाँ को कसले के बुझ्नुभयो यसो एकचोटि बुझेर हेरौँ हामी पनि तपाईँबाट स्टार्ट गरौँ के छ तपाईँले बुझ्नुभएको कुराहरू यसो एकचोटि हामी रिभाइज जस्तो पनि हुन्छ सबैलाई। तन्त्र भनेको के हो भन्ने त्योभन्दा अगाडि अब श्री विद्या भनेको श्रीसँग जोडिया छ। श्री भनेको चाहिँ भगवतीको एउटा उपमा पनि हो, त्यहाँबाट निस्केको श्री विद्या चाहिँ यसरी युज हुन्छ भन्ने भयो। अब हाम्रोमा तन्त्र प्र्याक्टिसबाट पूजा भन्ने काठमाडौँ भ्यालीमा कतिवटा अब शक्तिपीठहरू छ, त्यसको पनि हजुरले नै डिस्क्राइब गर्नुभएको थियो। त्यसपछि अर्को भनेको चाहिँ अब तन्त्र भनेको के हो, तन्त्र भनेको अब ज्ञानलाई तन्त्राउने या आफ्नै एक्सटेन्सन एउटा त्यो हिसाबले डिफाइन गर्न सकिन्छ भन्नुभएको बेसिक। अनि त्यही हो, अब भगवतीलाई जनाउने एउटा यन्त्रलाई श्रीयन्त्र भनिन्छ। भगवतीको हाम्रो सबै अब भगवतीहरूको देवताहरूको चाहिँ आफ्नो एउटा जोमेट्रिकल सेप हुन्छ। त्यो जोमेट्रिकल सेपमा चाहिँ अब हाम्रो भगवतीलाई सिग्निफाई गर्ने चाहिँ एउटा भगवतीको एनर्जीलाई फेमिनिन एनर्जीलाई सिग्निफाई गर्ने चाहिँ यो श्रीयन्त्र थियो। अनि त्यही हो, यसको बारेमा चाहिँ आज अझै फर्दर एक्सप्लेन अब धेरै समय सबैजनालाई नमस्कार। आज दोस्रो दिन दुईवटा पक्षमा मात्रै हामी डिस्कसन गर्छौँ। पहिलो पक्ष चाहिँ श्री विद्याको कुरा गऱ्यौँ। अब यसको के कहाँ उत्पन्न भएको, उत्पत्ति कसरी भएको, उत्पत्तिको कुरा अलिकति बुझ्दै गयौँ। सबभन्दा पहिला श्री विद्या कस कहाँ आयो? आद्यशक्ति हुने परमात्मा अथवा हुने ब्रह्मस्वरूपिणी उहाँले कसलाई दिनुभयो? त्यसपछि हयग्रीवपछि अगस्त्य ऋषिपछि अब यसका केही शास्त्रीय पक्षहरूमा हेर्छौँ। पहिलो हामी यो एउटा ललितोपाख्यान यो चाहिँ ब्रह्माण्ड महापुराण त्यो ग्रन्थ भित्र हो। ब्रह्माण्ड महापुराणमा तपाईँहरूले अब त्यसको विभिन्न चिजहरू हेर्न पाउनुहुन्छ। त्यसमध्येमा उत्तरखण्डमा हेर्नुभयो भने एउटा ललितोपाख्यानम भन्छ। ललिता उपाख्यानम इति ललितोपाख्यानम अर्थात् ललिता देवीको उपाख्यान अथवा आख्यान। त्यसमा ललिता देवीका कथाहरू छ। अब कथा के त कसैले पढ्नु भएको छ, कसैले सुन्नु भएको छ। त्यो श्री विद्या क्लासमा आउने बित्तिकै यसको वेब विकिपेडिया, च्याट जिपिटी, जेमिनाई यिनीहरू सब केही गर्नु पर्यो। ललितोपाख्यान भनेर ललिता देवीको उहाँको शक्तिका बारेमा, उहाँका कथाहरू, कुन दैत्यलाई कसरी मार्नुभयो र त्यो कुन रूप लिएर मार्नुभयो भन्ने खालका आख्यानहरू जस्तै उदाहरणको लागि चण्डीको हिजो मैले उदाहरण पनि दिएँ। चण्डी भनेको हामी दुर्गा सप्तशती भन्छौँ। त्यो कुन पुराण हो थाहा छ कसैलाई?
दुर्गा सप्तशती अथवा चण्डी भनेर भन्छौँ नि त्यो पनि पुराण हो। कुन पुराणको कसैलाई थाहा छ? मार्कण्डेय पुराण। मार्कण्डेय पुराणमा चाहिँ दुर्गा सप्तशतीको त्यो जुन प्रसङ्ग हामीले जन्मदिन बेला चण्डी लाउँछौँ ती सबै प्रसङ्गहरू देवीले कसरी दैत्यहरूको वध गर्नुभयो भन्ने पुरै कथा प्रसङ्ग आउँछ। त्यसै गरी ललितोपाख्यानमा चाहिँ ब्रह्माण्ड पुराणमा देवीले कसरी दैत्यहरू संहार गर्नुभएको भन्ने प्रसङ्ग आउँछ। यसमा दैत्यको नाम चाहिँ के भन्दा भण्डासु। भण्डासु दैत्यको कथा अब यो कथा चाहिँ लामै छ, धेरै कथाहरू जोडिएका छन्, तर विशेष भण्डासु दैत्य भनेको फेरि कस्तो भन्दा हामीले संस्थानीमा सुनेका भनौँ शिवजी र दक्ष प्रजापतिको कथा त हामी सबैलाई थाहा छ, संस्थानीमा पढेका छौँ। के छ कथा? दक्ष प्रजापति भनेको सतीदेवीको बुवा। दक्ष प्रजापतिकी छोरी सतीदेवीलाई महादेवसँग विवाह गरिएको हुन्छ। अब त्यो त्यसमा भगवान् विष्णुले छल गरेर हात पाक्नु भएको भन्ने एउटा अर्को प्रसङ्ग छँदैछ। अब दक्ष प्रजापतिको छोरीको विवाह भइसकेपछि त्यहाँ प्रसङ्ग के आउँछ त? शिव र सती, शिव र सती बिचको जुवाको खेल भइराख्दाखेरि उता दक्ष प्रजापति कहाँ चाहिँ एउटा ठुलो यज्ञ हुन्छ र त्यो यज्ञ हुने क्रममा त्यसपछि त्यो यज्ञमा सबै सारा देवताहरू यक्ष किन्नर गन्धर्व आदि सबैलाई निमन्त्रणा हुन्छ। सतीदेवी एकजनालाई र उनको श्रीमानको रूपमा शिवजीलाई निमन्त्रणा चाहिँ हुँदैन। जुन यज्ञ हामी यज्ञ भन्ने बित्तिकै जुनमा पनि ब्रह्मा विष्णु महेश्वर सबै हुनुपर्छ, सारा 33 कोटी देवता हुनुपर्छ, सबै देवताहरूको नाममा हवन गर्नुपर्छ। त्यो ठाउँमा शिवजी भनेर के हुन्छ? स्वाभाविक हो, यज्ञ ध्वंस हुन्छ। त्यसमा कसरी ध्वंस हुन्छ त भन्दा सतीदेवीले हट गरेर होइन मलाई मेरो बुवाको यज्ञमा जानुपर्छ, हेर्न लाग्नु हो, मैले बुवालाई सोध्नुपर्छ किन अरू सबैलाई बोलाउनु भयो मलाई मात्रै किन बोलाउनु भयो सोध्नुपर्छ र बिना महादेव यज्ञ हुन सक्छ। त्यसले गर्दाखेरि तपाईँले अपूर्ण यज्ञ नगर्नु, पूर्ण गर्नको लागि महादेवलाई बोलाउनु पर्छ। सतीदेवीले हट गरेर जानुहुन्छ र त्यसपछिको क्रममा सतीदेवीले आफ्नो पति शिवजीको बारेमा दक्ष प्रजापतिले अनेक किसिमले निन्दा गरेको सहन नसकेर यज्ञ कुण्डभित्रै हाल्दै र यज्ञ कुण्डमा आफ्नो प्राण त्याग गर्ने भन्ने जुन प्रसङ्ग आउँछ त्यसपछिको कथा सतीदेवीसँगको यो विरहमा भगवान् शिवले के गर्नुहुन्छ त त्यो सतीदेवीको मृत शरीर, त्यो शरीर यज्ञ कुण्डबाट यज्ञ अग्निले पनि लडाउँदैन किनभने महादेवको भएछ। त्यसले गर्दा त्यो शरीर लिएर प्राणहीन शरीर लिएर शिवजी चाहिँ सारा ब्रह्माण्डभरि हुँदै हुँदै जान्छ। शरीर त्यसै भइरहेको भने महादेव बिना यो संसारको ब्रह्माण्डको सन्तुलन त बिग्रिन्छ। त्यो सन्तुलन सम्हाल्नलाई हो भने महादेवलाई पुनः फर्काउनु पर्यो भने पहिलो काम किराहरू मारेर त्यो शरीरलाई लगाइन्छ, देवताहरूको हुन्छ। त्यसपछि सबै अङ्गहरू पतन भइसकेपछि मसँग केही पनि बाँकी रहेन भनेर शिवजी धेरै लामो समयसम्म हराउनुहुन्छ। अब प्रसङ्ग हेर्नु, अब शिवजी सबै चिज यो काम क्रोध मोह यिनीहरू सबै छोडेर एकदम वैरागी जस्तो भएर पुरा सन्यासी रूपमा एक पनि मलाई चाहिँदैन, एक पनि छैन संसार भन्दै काम गर्नु। अझै शिवजी आफ्नो लौकिक कार्यमा जुन सांसारिक कार्यहरूमा फर्कनु भएको छैन। अब के हुन्छ? शिवजीलाई शक्ति त चाहियो, शक्ति चाहिनुको लागि के गर्छ? कामदेवलाई बोलाइन्छ। कामदेवले धनुको बाण हानेर शिवजीलाई ताक्नु पर्दैन। शिवजीले त अब थाहा पाए को आँखा खोल्ने बित्तिकै कामदेवलाई भस्म गर्नुहुन्छ। त्यति भन्दा हामीले संस्थानमा सुनिरहेका छौँ। त्यसमा थप बोल्दैन वाक्यले के थप्छ त त्यसमा भन्दा त्यो भस्म भइसकेको कामदेवको शरीर त्यसलाई चाहिँ चित्रकर्मा भन्ने एकजना, जसले हामी विश्वकर्मा भन्ने चाहिँ चित्रकर्मा भन्ने त्यो सबै खरानीलाई ठाउँमा पारेर
त्यसबाट पुनः एउटा शरीर जस्तो खालको केही एउटा शरीर जस्तो मान्छेको शरीर जस्तो एउटा आकार हुन्छ। त्यो आकार दिइसकेपछि त्यसलाई चाहिँ भण्डा अथवा भण्डा भनेर नाम राख्यो असल कसैले। त्यो भण्डासुले अहिले असल भण्डा मात्रै हुन्छ। त्यसले लामो समयसम्म शिवजीले तपस्या गर्छ। कामदेव भनेको सुन्दरतामा पनि एकदम ठुलो, बाण आदि धनुर्विद्या आदि पनि एकदमै जान्ने, त्यो सबै ज्ञान कामदेवकै अंश हो। त्यसैबाट आएको कारणले त्यो भण्डासु अथवा भण्डा सबै चिज थाहा छ, उसलाई ज्ञान सबै। अनि त्यसपछि भगवान् शिवको लामो समय भक्ति गर्छ। भगवान् शिवसँग पुरानो क्षमा मागेको जस्तै लामो समयसम्म तपस्या गर्छ। भगवान् शिवले के आशीर्वाद गर्छ, तिमीले युद्ध कसैसँग पर्यो भने जोसँग युद्ध गर्छौ नि तिम्रो विपक्षीको आधा शक्ति तिमीले पुरै पाउँछौ। तिम्रो आफ्नो शक्ति छँदैछ, विपक्षीको आधा शक्ति पनि तिमीलाई हुन्छ भन्ने एउटा वरदान दिनुहुन्छ। र तिमीलाई अरू कुनै सामान्य देवताहरूले चाहिँ मार्न सक्दैन भन्ने यो आशीर्वाद प्राप्त हुन्छ। त्यो आशीर्वाद प्राप्त भएपछि के छ, सबैलाई आशीर्वाद धेरै भएपछि के हुन्छ, सबभन्दा पहिला इन्द्रलाई आउँछ, स्वर्ग होइन जित्छ, तिनै लोकको अधिपति हुन्छ। ती विभिन्न प्रसङ्गहरू यसमा आउँछन् र त्यो सबैलाई दुःख दिइसकेपछि अब के, देवी यदि कसैले गर्न सक्दैन भने देवीले गर्न सक्छ भनेर सबैले अब देवीको आह्वान गर्छ। र त्यही क्रममा अरू विभिन्न कथाहरू त्यहाँ बिचमा जोडिन्छ र अन्ततः ललितोपाख्यानमा ललिता देवीले चाहिँ जो पुरै ब्रह्माण्डको शक्तिहरूलाई एकसाथ राखेर उहाँको आँखामा एउटा देवी होइन, उहाँको आज्ञा चक्रमा अर्को देवी, त्रिनेत्र एउटा देवी, हरेक ठाउँमा यो हरेक अङ्गहरूमा चाहिँ एउटा देवीको शक्ति सहित भएर अनि उहाँको रथ त्यो बेलामा भण्डासुरसँगको युद्ध गर्दा रथ कस्तो भन्दा यति विशाल ब्रह्माण्ड जस्तो यत्रो ठुलो चक्र जस्तो, ठ्याक्कै श्रीयन्त्रकै स्वरूप। श्रीयन्त्रको विकास त्यहाँबाट अलिकति जोड्न सकिन्छ किनभने त्यसको सानो रेफरेन्स चाहिँ ललितोपाख्यानमा पनि पाउँछ, सानो चाहिँ अलिक ठुलै पाइन्छ रेफरेन्स। त्यहाँबाट चाहिँ श्रीविद्या अथवा श्रीयन्त्र अथवा ललिता देवीको कथा चाहिँ यो ग्रन्थअनुसार त्यहाँबाट सुन्छ। यो सबै कथा कसले बताउनु भएको त भन्दा हयग्रीवले अगस्त्य मुनिलाई बताउनु भएको भन्ने त्यो ग्रन्थमा यो चिजहरू आउँछ। यो ग्रन्थ तपाईँहरूले अनलाइन पनि सजिलै पाउनुहुन्छ। ललितोपाख्यानम भनेर मात्रै पनि अलग्ग प्रकाशित भएको छ। यसको संस्कृत मूल हेर्नुहोस्, अङ्ग्रेजीमा अनुवाद एकदम 2-3टाको मात्रै एकदम अथेन्टिक छ, एकदमै मजाले दिएको मात्रै छ। कुनैमा त अलिकति एक्स्ट्रा पनि थपिएको छ, कुनैको ट्रान्सलेसनहरू चाहिँ अलि आफ्नो नोट्सहरू पनि एक्स्ट्रा थपिएका धेरै पनि छन्। अहिलेको हामी बेसिक लेभलको लागि चाहिँ सामान्य इङ्ग्लिसकै 1-2टा ट्रान्सलेसनहरू सजिलै पाइन्छ, त्यसलाई खासै गाह्रो छैन। यो संस्कृत डकुमेन्ट्सहरूमा हेर्नु हो भने त्यसको इङ्ग्लिस ट्रान्सलेसन, संस्कृतको मेन टेक्स्ट पनि सजिलै पाइन्छ। यसको संस्कृत त्यति बुझ्न गाह्रो पनि छैन। बुझ्न गाह्रो छैन किन भन्छु भन्दा अर्को एकछिनपछि आउँछ यसको। ल अब यो तपाईँहरूलाई काम मैले यही ब्रह्माण्ड महापुराणमै कोट गर्दैछु है। अघि ब्रह्माण्ड महापुराणको उत्तरखण्डको ललितोपाख्यानम भन्ने एउटा सानो सेक्सनलाई हेरेँ। त्यो सानो सेक्सन भनेकै त्यसभित्र थुप्रै अध्यायहरू छन्। अर्को ग्रन्थ एउटा छ त्यही भित्रको ब्रह्माण्ड पुराणभित्रकै ललिता सहस्रनाम भन्ने एउटा ग्रन्थ छ। ललिता भनेको देवीको नाम भयो, सहस्रनाम भनेको सहस्र भने कति 1000 1000वटा नाम। र यसमा पहिलो श्लोक हो, त्यसको नामहरू पत्ता लगाउनुहोस्। कतिवटा नाम छ भन्नुहोस् न। पहिलो नाम श्रीमाता, यसमा त कसैलाई डाउट भएन, यो त सजिलै भयो। अर्को दोस्रो श्री महाराजी, तपाईँहरूलाई त्यो सजिलैसँग थाहा भयो। त्यसपछि श्रीमत भनेको त्यो अनोरिफिक टाइटल जस्तो हो। श्री भनेको चाहिँ श्रीमत भनेर त्यसमा जोडियो। त्यसपछि त्यहाँ सिंहासनेश्वरी भनेर थाहा पाउँछ। अनि त्यसपछि
सिद्ध अग्नि कुण्ड सम्भूता यो छुट्याउने कसरी सिद्ध अग्नि कुण्ड सिद्ध भन्ने बस्दैन छुट्याउने बेलामा चाहिँ वर्ण परिवर्तन हुन्छ दको तको पछि गएर सन्धि हुने बेला द बस्ने द वर्गमा तको चाहिँ थ छोडेर दमा जान्छ सिद्ध अग्नि भनेको चित जोड अग्नि सिद्ध अग्नि हुन्छ सिद्ध अग्नि कुण्ड सम्भूता यो एउटै हो है यो चौथो नाम हो यसको अर्थ के चित अग्नि कुण्ड सम्भूता विचार गर्नु देव कार्य समुद्यता देवताको कार्यहरू गर्न रुचाउने त्यो चाहिँ तल देव कार्य समुद्यता भनेको देव कार्यको लागि भनेर अवतार लिनु भएको भन्ने अर्थ हो श्रीमाता उनै श्रीदेवी उनै माता रूप हो होइन उनै माको स्वरूप भन्ने हिसाबले नै भयो श्री महाराज्ञी हिजोको एउटा प्रसङ्ग हामीले फेरि कोट्यौँ हामीले के भनेका थियौँ त भन्दा श्रीयन्त्र भनेको यन्त्रहरूको राजा श्री विद्या भनेको विद्याहरूमध्ये सबभन्दा अब राज्ञ रूपको राजा नभनौँ राज्ञी भनौँ तर राज्ञ रूप भनौँ न त्यो हिसाबले श्री महाराज्ञी पनि उनै देवीको नाम त्यसपछि श्रीमत् सिंहासनेश्वरी सिंहासन ईश्वरी सिंहासनेश्वरी त्यसरी अर्को नाम भयो सिद्ध अग्नि कुण्ड सम्भूता सबभन्दा महत्त्वपूर्ण सबभन्दा रमाइलो एउटा नाम चाहिँ यो अग्नि कुण्ड भनेर छुटाउन सकियो यो बिचमा अग्निकुण्ड भनेको जुन सामान्य हामीले हवनहरू इत्यादि गर्छौँ ती सबैको अग्निहरू त्यो कुण्ड यज्ञ कुण्ड अब त्यो यज्ञ कुण्ड कस्तो रूपको अरू सामान्य हवन गर्दाखेरिको त्यो जौतिल हाल्ने खालको यज्ञ कुण्ड होइन चित रूप भनेको चित भनेको के चित भनेको के कन्सियसनेस अरू चेतना त्यही नै हो कन्सियसनेस भनेको जुन हामीले यो सबै हिजो कुरा गर्दाखेरि श्री भनेको के हो विद्या भनेको के हो भनेको कुरा श्री चाहिँ त्यो एउटा अलिकति देवीको फर्म जसलाई हामी अलिकति टेन्जिबल रूपमा हेर्छौँ कम्पेरिटिभली विद्या भनेको के त भन्दा इन्टेन्जिबल एस्पेक्ट जसको चाहिँ कन्सियसनेसको फर्म त्यो चेतना त्यो बोध त्यो आत्मबोध अथवा त्यो देवीको शक्ति आफै पनि त्यो शक्ति आफैलाई पनि हामी विद्याको रूपमा भन्न सक्छौँ भने अब त्यो रूपको अग्नि त्यस्तो अग्निकुण्ड र सम्भूता त्यस्तो अग्निकुण्डबाट उत्पन्न हुनुभएकी देवी अब एउटा रूपमा त्यही भएर अघि जुन मैले कथा भने भण्डासुरको कथा प्रसङ्ग त्यसमा भण्डासुरको कथा भण्डासुर पनि त्यही खरानीबाट जन्मेको र त्यसलाई सिद्धाउनको लागि त्यो चित रूपको जुन अग्निकुण्ड छ त्यो अग्निकुण्डबाट आउनुभएको देवी त्यसबाट सम्भूत हुनुभएको देवी तिनै देवी चाहिँ ललिता हुन् भन्ने एउटा अर्को त अब देवताहरू समुद्यता भनेको जुन देवताहरूको कार्यको लागि जसले अवतार लिनुभएको छ जो अवतरित हुनुभएको छ अथवा जसले त्यो आफ्नो रूप प्रकाशित गर्नुभएको छ कुनै देवी भन्ने अर्थ यसरी यसमा विभिन्न श्लोकहरू छन् र त्यसमा जम्मा 1000वटा नामहरू चाहिँ तपाईँहरूले यसमा पाउन सक्नुहुन्छ यो खोज्नु अर्को दोस्रो शास्त्र हामीले आज कुरा गर्ने चाहिँ परशुराम कल्पसूत्रम भन्छ यो परशुराम कल्पसूत्रम भन्ने अलग्गै ग्रन्थहरू पनि पाइन्छ यो अलग्गै ग्रन्थ किन भन्दा यो सम्पूर्ण रूपमा चाहिँ दत्तात्रेय संहिता भन्ने त्यो ग्रन्थबाट निकालिएको हो हिजो हामीले जुन यो गुरु शिष्य परम्पराको क्रमहरू हेऱ्यौँ नि अगस्त्य मुनि त्यहाँ लोपामुद्रासम्म पुग्दाखेरिको क्रमहरू हेऱ्यौँ त्यो बाहेक पनि अर्का क्रमहरू पनि त्यो गुरु शिष्य परम्पराबाट नै गएको दत्तात्रेय ऋषि पनि श्री विद्याको महान साधक मध्येको दत्तात्रेय ऋषि पनि श्री विद्यासँग जोडिन्छ अब दत्तात्रेयको अरू परम्पराहरू काठमाडौँ उपत्यकामा कहाँ छ तपाईँहरूले आफै खोज्नुहोस् सामान्य हितको लागि भक्तपुरको दत्तात्रेय मन्दिर भन्ने एउटा विचार गर्नु अब त्यहाँ गएर यो चिजहरू अलिअलि विचार गर्नु है के छ
त्यसभित्रको जुन श्री परशुराम कल्पसूत्रम भनेको छ, कल्पसूत्रम भएको कारणले यो सूत्रहरू भएको कारणले यसमा कुनै कथा छैन। सिधै जस्तो अघि ब्रह्माण्ड पुराणको कथा भने नि त्यो कथा जस्तो गरेर ललित उपाख्यान भनेर जुन भने त्यो कथा जस्तो छैन। तर यसमा के छ त भन्दा 10वटा खण्डहरूमा यसको दीक्षाविधि के हो, यसको के भन्छ मन्त्रहरू के हो, यसको होम विधि हो अथवा हवन कसरी गर्ने, यसमा चाहिँ आवरण आदि न्यास मुद्राहरू कसरी गर्ने भन्ने खालका यसमा 10वटा खण्डहरू तपाईँहरूले पाउनुहुन्छ। यो श्री परशुराम कल्पसूत्रम यदि साँच्चीकै प्रायोगिक हिसाबले जाने हो भने चाहिँ यो तपाईँहरूसँग हुनुपर्ने ग्रन्थ। तर एउटा यसमा के भन्छ सावधानी के छ त भन्दा गुरु शिष्य परम्परा हो, बिना गुरु त्यो ग्रन्थ हेरेको भरमा यो तपाईँहरूले अभ्यास गर्न पाइँदैन भन्ने होला। तेस्रो ग्रन्थ तपाईँहरूले हेर्न सक्नुहुन्छ सौन्दर्य लहरी भन्ने गजबको मजाको के भन्छ श्लोकहरू छन्। आनन्द लहरी जस्तै गरेर सौन्दर्य लहरी पनि अलग्गै भन्ने मानिन्छ। यो चाहिँ ललितोपाख्यानमसँग मैले अलिकति जोडेको छु। कारण के भन्दा त्यो भित्र नै आउने खालका श्लोकहरू पनि छन्, यसलाई अलिकति रिडिफाइन गरिएका चिजहरू पनि छन्। हामीले सामान्यतः के भन्छौँ भन्दा यसलाई आदि शङ्कराचार्यले बनाउनु भएको, उहाँले रच्नु भएको भन्ने भनिन्छ। तर यसको सुरुमै अगाडिको जुन व्याख्याहरूमा के आउँछ त भन्दा आदि शङ्कराचार्य चाहिँ अब शङ्कराचार्य भनेको एकदम ठुलो महान होइन, एकदम ज्ञान भएको, वेद आदि यी सबै तान्त्रिक ग्रन्थहरूको पनि ठुलो ज्ञान भएको शङ्कराचार्य। उनी शङ्कराचार्य एक दिन चाहिँ भगवान् शिवलाई भेट्न जान्छु भनेर भगवान् शिवलाई भेट्न जानु हुँदाखेरि भगवान् शिवले चाहिँ ल तिमीलाई यो एउटा चिज काम लाग्छ भनेर एउटा भएछ नि त्यो चाहिँ दिनुभएको केही कागजहरू दिनुभएको, लिखित रूपमा केही दिनुभएको। त्यो लिखित रूपमा दिनुभएको 100 श्लोकको सौन्दर्य लहरी मध्ये 41वटा श्लोक चाहिँ शिवजीले जसरी दिनुभएको थियो आदि शङ्कराचार्यसँग जस्ताको तस्तै बच्यो। तर बाँकीको 59वटा जुन श्लोकहरू छ त्यो श्लोकहरू चाहिँ एउटा कथा अनुसार चाहिँ नन्दी महाराजले यो तिमीसँग काम छैन भन्दै लिएर जानुभएको एउटा कथा आउँछ। त्यो हिसाबले चाहिँ पछि आदि शङ्कराचार्यले आफैले रचना गर्नुभएको भन्ने एउटा मान्यता पनि छ। अर्को मान्यता के पनि छ त भन्दा यसरी लिएर जाने बेलामा त्यो सबै चिज त्यसमध्ये जुन 59 श्लोकहरू छ त्यो सबै चाहिँ के भएर नष्ट भएको र त्यो नष्ट हुँदाखेरि आदि शङ्कराचार्य यति प्रकाण्ड विद्वान कि उहाँले एकचोटि सर्र हेरिसक्नु भएको थियो, जस्ताको तस्तै फेरि सार्नु भएको भन्ने अर्को प्रसङ्ग पनि पाइन्छ। यो दुईवटा फरक किन गरिएको छ त भन्दा 41वटा श्लोकमा चाहिँ श्रीविद्याको उपासना कसरी गर्ने, श्रीविद्याको मन्त्रहरू आदिको त्यसको भनौँ ध्यानहरू कसरी गर्ने भन्ने विधिहरूको खण्ड छ। तर बाँकीको यो जुन 59वटा श्लोकहरू छ तिनीहरूमा चाहिँ देवीको सौन्दर्यताको बारेमा, देवीको परम अथवा भनौँ न परब्रह्मता कसरी उहाँ परम ब्रह्म हुनुहुन्छ, यो सबै ब्रह्माण्डभरि हामीले कल्पना गर्न सक्ने, हामीले थाहा पाएका सबै देवी देवताहरू उहाँको अङ्ग अङ्गमा कसरी बस्नुभएको छ। आँखा, हात होइन, निरादेखि शिरदेखि पाउसम्मका सबै अङ्गहरूमा देवी कुन कुन रूपमा उहाँले अरू शक्ति, अरू देवीहरूको शक्ति लिएर बस्नुभएको छ र उहाँ त्यो सबै शक्तिहरूको एकीकृत रूप कसरी हो भन्ने खालका चाहिँ यो 59 श्लोकमा पाउन सक्छ। सौन्दर्य लहरी पनि तपाईँहरूले सजिलैसँग नेटमा डाउनलोड गर्न सक्नुहुन्छ। यसको ट्रान्सलेसनहरू पनि प्रशस्तै एभाइलेबल छन्। धेरै जसो ट्रान्सलेसन यसको एकदम मिल्न आउँछ। शाब्दिक ट्रान्सलेसनहरूमा कुनै समस्या छैन। अब यसको आध्यात्मिक, यसको रहस्यात्मक ट्रान्सलेसनहरू चाहिँ आफूले पनि कति सिक्ने हो, कति त खोज्नु पनि पर्छ। अरू थुप्रै ग्रन्थ छन् श्रीविद्या सम्बन्धी जोडिने अथवा श्रीविद्यालाई अलिअलि हुने रेफरेन्स दिएका, जस्तो देवी भागवतका यस्ता ग्रन्थहरू भए, वामकेश्वर तन्त्रहरू जस्तो भए होइन, त्यसपछि योगिनी हृदयहरू भए, तन्त्रराज तन्त्रहरू भए, यी विभिन्न ग्रन्थहरू छन्। यी सबै चिज यहाँ लिस्ट चाहिँ मैले गरिनँ, तर मेजर तपाईँहरूले स्टार्टको लागि चाहिँ यिनीहरूमध्ये अझ सबभन्दा सजिलो सुरुवातको यदि तपाईँलाई
देवीको कस्तो रूप हो, देवी कस्तो कस्तो किसिमले बस्नुभएको छ, जुन जस्तै यहाँनिर आइकोनोग्राफीतिर अलि इन्ट्रेस्ट भएको भन्ने साथी भन्नुभएको थियो। यदि त्यो इन्ट्रेस्ट हो भने चाहिँ सौन्दर्य लहरी एकचोटि त्यसमा चाहिँ धेरै चिजहरू देवीको ज्ञानहरू पाइन्छ होइन। मलाई उहाँको कथाहरूमा इन्ट्रेस्ट छ, त्यस्तो छ भने ललितको उपाख्यान सबभन्दा प्रामाणिक ग्रन्थ, त्यो बाहेक अरू ग्रन्थहरू पनि हेर्न सक्नुहुन्छ। त्यसमा अरू ग्रन्थहरूले चाहिँ प्रायः विधिहरू मात्रै बताउँछ, कसरी पूजा गर्ने, त्यो चाहिँ योग गुरु बिना चाहिँ नगर्नु भन्ने एउटा चलन पनि छ। त्यसले गर्दा चाहिँ अहिले त्यहाँनिर मैले धेरै नगर्नु। हजुर त्यो जुन परशुराम भन्नुभयो शास्त्रीले, त्यो दत्तात्रेय र परशुराम कन्भर्सेसनमा त्रिपुरा रहस्य पनि छ, त्यो फेरि केही काउन्समा हुँदैन यस्तो। अब तपाईँहरूले ग्रन्थ नै यदि हेर्नु हो भने ग्रन्थमा त हामीले भन्दाखेरि चाहिँ यसमा दीक्षा विधि होइन, यसो मन्त्रहरू दिएको भने मन्त्र कसरी दिन्छ त? कहाँ सजिलैसँग यो मन्त्रले पढ्नु भनेर भन्छ। एउटा सामान्य उदाहरण दिन्छु। अहिले पुरुषोत्तम महिनाको पुरुषोत्तम होइन, एउटा हामी सामान्य रूपमा के गर्छौँ, पूजा गर्दा पुरुषोत्तमाय नमः मात्रै भन्छौँ नि। अब पुरुषोत्तमाय नमः भनेर पढ्नु भनेर ग्रन्थले सिधै भन्दैन, के भनिदिन्छ? प्रणव मन्त्र पहिला लिनु, प्रणव मन्त्रमा पुरुषोत्तम भगवानको नामको चतुर्थी विभक्ति लिएर त्यसको बिचो अक्षर बनाउनु र त्यसपछि उहाँलाई अब स्वाहा यदि अग्निमा होम गरिन्छ त्यस्तो मन्त्रहरूले गर्नु भनेर मन्त्रको व्याख्या गरेर त्यो मन्त्र के हो भनेर पत्ता लगाउनुहुन्छ। सजिलै मन्त्र दियो भने त ग्रन्थ किन पढ्नु पर्थ्यो र? एकजनाले पढ्यो सबलाई भन्ने पुगिहाल्यो। यस्तो तिनीहरूको त्यो एउटा तरिकाहरू हुन्छ। अनि कतिले चाहिँ के गरिदिन्छ त, त्यो क्रमहरू उल्टो क्रममा राखिन्छ। मानौँ हामीले यदि देवीको लागि आराधना गर्दाखेरि मात्रै नमः, मैले अहिले यसको बीजाक्षरहरू के पनि राखेँ, मात्रै नमः मात्रै भयो, मात्रै नमः भनेर हामीले पूजा गर्दैछौँ, मात्रै नमः पढ्नु भनेर यसले भन्दैनौँ। त्यसको विभिन्न किसिमले भन्न सक्ला, कुनै मात्रा अनुसार भन्ला, कुनै चाहिँ त्यसमा शब्दलाई लिएर भन्ला, त्यो आफ्नो आफ्नो किसिमले व्याख्या गरिएको। परशुराम कल्पसूत्र नै हेर्नु हो भने चाहिँ त्यसले विधि चाहिँ भनेको छ होइन, तर त्यसको गुण, त्यसको गोपनीयता त्यसको विधिले काम गरेको छ। हामीले पढ्दाखेरि सरस्वती हेर्दा बुझ्यो लाग्छ, गर्नु परेपछि यो हो। मैले पनि पुरै यो बुझ्न सकेँ छैन। परशुराम कल्पसूत्र हेरिसकेँ, 10 खण्डहरू हेर्न पाएँ, धेरै चिजहरू चाहिँ अझै टाउमा जान्छ। अझै कि अरू केही छ तपाईँहरू? अब शास्त्रमा मैले भनिहालेँ, यसको अरू प्रशस्त शास्त्र छन् है, यसमा फेरि यति मात्रै हो भनेर चाहिँ फिक्स भएर नबस्नुहोस्। अब केही छ भने अरू छलफल गरौँ यो विषयमा, नत्र हामी अर्को सेक्सनतिर जाउँ। एकछिन ब्रेक चाहिन्छ कि चाहिँदैन? अब हामी श्रीयन्त्रको एकछिन छलफल गरौँ है त। त्यसो भने हिजोको क्लासदेखि नै पनि हामीले भन्दै आएका छौँ, श्री विद्याको परम्परामा हामी अब एक हिसाबले हामीले पनि सजिलैसँग बाहिर बताउनु मिल्ने श्रीयन्त्र भन्ने चिज चाहिँ हो। श्रीयन्त्र भनेपछि त्यो यन्त्र तपाईँहरूले बजारमा के कस्तो छ भनेर सबै देख्नु नै भएको होला। यसको व्याख्या गरिएका अनेक पुस्तकहरू छन्। अब यसलाई के हिसाबले तपाईँ व्याख्या गर्नुहुन्छ? शक्ति हो भनेर व्याख्या गर्नुहुन्छ, त्यो कसरी शक्ति हो भन्ने पनि तपाईँले त्यसलाई व्याख्या गर्न पाउनुहुन्छ। यो एउटा जोमेट्रीको एकदम पर्फेक्ट इक्जाम्पल हो भने त्यो पनि मजाले व्याख्या गर्न सक्नुहुन्छ। म्याथमेटिसियन कोही छ, जोमेट्रीमा इन्ट्रेस्ट भयो, चित्रै बनाउनु इन्ट्रेस्ट भएको छ, तपाईँलाई श्रीयन्त्र बनाउनुहोस् भनेर बनाउन सक्ने कोही छ? होइन, हेर्न पाइयो, सोध्न पाइयो, अनलाइन सर्च गर्न पाइयो। यसलाई त्यो ज्यामितीय हिसाबले हेर्नुहोस् होइन, यसलाई पूजाको विधिको हिसाबले हेर्नुहोस्, यसलाई अरू आध्यात्मिक पक्षको रूपमा हेर्नुहोस्, यसको दर्शनशास्त्रको रूपमा हेर्नुहोस्, यसको प्रशस्तै चिजहरू छ। हामी त्यो सबै चिज यो श्रीयन्त्रको बारेमा अब आजको भनौँ न हामी जम्मा 3 दिनको क्लास, त्यसमा पनि यति धेरै जम्मा 4वटा टपिक कभर गर्न खोजिरहेको छौँ। यी सबै चिज गर्नु छैन, तर केही सामान्य चिजहरू छ यसमा। क्लियर चाहिँ देखिएको छैन है, अन्त अरू पछि डायग्रामहरू क्लियर होला कि यो
जुन ट्राइङ्गलहरू छ यो ट्राइङ्गलमा चाहिँ ठ्याक्कै सेडिङ मात्रै गरिएको भएर त्यसमा चाहिँ देखिन अर्को पछिको उसमा चाहिँ देखिन्छ होइन एउटै यसलाई चाहिँ अलिकति यो आउटलाइन सजिलो हुने भएकोले मैले त्यो आउटलाइन देखाएँ यसमा तपाईँहरूले सबभन्दा महत्त्वपूर्ण यो द्वारहरू भयो द्वारको मैले अहिले त्यसमा व्याख्या गरिनँ सबभन्दा महत्त्वपूर्ण यो बिचको खण्ड मात्रै हेर्नुहोस् यो दलहरू अष्टदल र षोडशदलहरू यिनीहरूको बारेमा पनि मैले अहिले केही छुइनँ यो वृत्तहरू पनि अहिले केही मैले छुइनँ यसमा मात्रै हो यो एक्चुअली कोसँग यहाँ छलफल भएको थियो ऊर्ध्व त्रिकोण र अध त्रिकोणको बारेमा ऊर्ध्व त्रिकोण भनेको के हो ऊर्ध्व भनेको माथि है सामान्य अर्थमा अध भनेको तल ऊर्ध्व त्रिकोणले के सञ्चालन्छ त मैले के गरेँ त्यो विश्वलाई सेतो पारेको मात्रै हो त्यसले गर्दाखेरि अलिकति ग्यापहरू चाहिँ छ तर ऊर्ध्व त्रिकोणहरू याद गर्नुहोस् मैले त्यो बिचको खण्ड मात्रै हेर्दैछु है ऊर्ध्व त्रिकोण याद गर्नुहोस् अधोत फर्केको अधोमुखी त्रिकोणहरू याद गर्नुहोस् ऊर्ध्वमुखी त्रिकोण जुन माथि फर्केकोलाई हामी सामान्य एकदमै सामान्य रूपमा हामी शिव भनेर मान्ने गर्छौँ शिव तत्त्व भनेर मान्ने गर्छौँ अथवा शिवको ज्ञान भनेर मान्ने गर्छौँ अथवा शिवको आवरणहरू भनेर हामी मान्छौँ यसरी यदि यो शिव तत्त्वको रूपमा अथवा शिवको रूपमा मान्ने हो भने यो यति मात्रै बस्दैन जोडिन्छ केसँग त भन्दा अधको अर्को खण्डसँग जोडिन्छ तल अब यो दुईटैलाई जोडेर हेर्दा यो रूप बन्छ शिव र शक्ति अब गर्नुहोस् शिवको कतिवटा त्रिकोण छ शक्तिको कतिवटा छ शिवको कतिवटा 4 शक्तिको किन भयो 4 र 5 चाहिँ किन होला अरू के अरू व्याख्या किन यो सस्पेन्स रहने त्यो यो पनि एउटा यसको दार्शनिक कुराहरू पनि हामी गर्छौँ पछि अब यसमा के याद गर्नुहोस् भन्दा शिवशक्तिको संयुक्त रूप भन्नेमा कुनै पनि कसैलाई पनि डाउट छैन श्रीयन्त्रलाई त्यो भन्न पाएँ शिव र शक्तिको संयुक्त रूप अब यो शिव र शक्तिको यो संयुक्त रूप अब हामी यसमा हेर्दाखेरि पो 2D इमेज देखिरहेका छौँ एउटा याद गर्नुहोस् यो 2D इमेजमा चाहिँ यो कुनाहरू चाहिँ पर्फेक्ट मिल्न चाहिँ एकदमै गाह्रो छ कुन कुन कुनाहरूमा समस्या आउँछ भन्दा यो कुनामा समस्या आउँछ अर्को यो कुनामा समस्या आउँछ यदि यो दुईटा मिलाउनु भने त्यही अनुसार यहाँ तल समस्या आउँछ 2D इमेजमा यो कुन बेला मात्रै पर्फेक्टली मिल्छ भने जुन बेला त्यो 3D इमेज बनाएको किन भन्दा त्यसमा एउटा फ्याक्टर हुन्छ हाइट अब यो इमेज भनेको यो एउटा ढुङ्गामा हामीले यसरी बनाउने इमेज होइन अथवा एउटा कागजमा बनाउने इमेज होइन त्यसमा यो एउटा लेयर हो त्यसमाथि अर्को लेयर राख्छ फेरि अर्को लेयर गर्दै अन्तिममा माथि एउटा सेन्टर पोइन्ट हुन्छ त्यसरी माथि उठ्दै गर्ने एउटा स्ट्रक्चर हो त्यही भएर अब श्रीयन्त्र डायग्राम होइन श्रीयन्त्र स्ट्रक्चर हो भनेर डायग्राम भनेर लेखिएको हुन्छ आफूमा छ डायग्राम भनेर किनभने 2D एउटा इमेज हामी जस्तो भनौँ न यिनीहरू सबै यो भन्दा 2Dमा देखिरहेका छन् त्यसले गर्दा यसको डेप्थवाला पर्सपेक्टिभ छैन त्यसले गर्दा यिनीहरू चाहिँ डायग्राम मात्रै भन्छ मैले सजिलोलाई त्यो टर्महरू प्रयोग गरेँ चित्र होइन त्यही भएर श्रीयन्त्रको चित्र देऊ भनेर अथवा श्रीयन्त्रको चित्र हेर्छु भनेर श्रीयन्त्र एउटा संरचना हो कम्तीमा यो क्लास बसिसकेपछि त्यति एउटा चाहिँ हामी भनौँ किनभने त्यसमा 3D पर्सपेक्टिभ हुन्छ एउटाको माथि अर्को अर्कोको माथि अर्को गर्दै बस्दै गर्छ अब
अब यो ट्रायङ्गलहरू कतिवटा बन्छ, भित्रभित्र के हुन्छ भन्ने। अब श्रीयन्त्र किन व्यापक छ त भन्दा यसमा यति धेरै चिजहरू बस्दै जान्छ। उदाहरणको लागि यो शिव र शक्ति रूपको जुन त्रिकोणहरू छ, यिनीहरूले गर्दा यहाँ बिचमा कतिवटा कोणहरू बन्दै गर्छ। जस्तो योभन्दा अगाडिकोमा मैले यसमा हेर्नुहोस्, यो बिचमा कतिवटा बन्दै गयो। यो सबैमा आफ्नो आफ्नो देवीहरू छ। देवीहरू पनि देवता अथवा भैरव सहितको अथवा शिव सहितका छन्। शिव र शक्तिको संयुक्त रूपको देवी देवताहरू हुनुहुन्छ सबैमा। जति लेयर भित्रभित्र जाँदै गयो त्यति भित्रभित्र सबै त्यही छ। त्यसरी हरेकमा देवी देवताहरूको आफ्नो आफ्नो स्थान छ र श्रीयन्त्र आदिको पूजा गर्नको लागि, त्यो भित्र देवताहरू मानेर हामीले कल्पना गर्नको लागि, भिजुअलाइज गर्नको लागि एउटा ललिता भन्ने देवी अथवा श्रीविद्या देवीको मात्रै भिजुअलाइज गर्ने होइन। किन भन्दा हामीले त उहाँलाई परम ब्रह्म स्वरूपिणी भनिरहेका छौँ। त्यो परम ब्रह्ममा त भएभरका सबै देवी देवताहरू जति हामीलाई थाहा छ, ती सबै देवी देवताहरूको आह्वान हुन्छ। ती सबै देवी देवताहरूलाई हामी त्यहाँभित्र यन्त्रको विभिन्न ठाउँमा प्रतिष्ठा गर्छौँ। यदि मानौँ अहिले बजारमा सजिलैसँग श्रीयन्त्र भनेर पाइन्छ, श्रीयन्त्रको फोटोहरू पनि पाइन्छ। जसले साधना गर्दाखेरि श्रीयन्त्रको फोटो अगाडि राखेर साधना गर्नुहुन्छ भने नि उहाँहरूले भिजुअलाइज गर्ने त्यही नै हो। त्यो भिजुअलाइजेसन अथवा जुन चाहिँ श्रीयन्त्रको एउटा सानो मोडल हामीले अगाडि राख्यौँ, स्ट्रक्चर अगाडि राख्यौँ भने त्यसको अर्थ के त? किन राखेको त्यो यन्त्र? यन्त्र भनेको के हो? त्यो यन्त्र किन राख्नु? डिरेक्सन के को डिरेक्सन? कहाँ जाने डिरेक्सन? त्यो एउटा पनि राम्रै पक्ष भयो। त्यो भनेको के त भन्दा हामी दुईवटा टर्म एउटा हामीले प्रयोग गर्छौँ। एउटा म्याक्रोकोजम भन्ने, अर्को माइक्रोकोजम भन्ने। कोजम भनेको चाहिँ युनिभर्स अथवा ब्रह्माण्ड पुरै हो। यदि कोजम भनेको ब्रह्माण्ड हो भने त्यसमा म्याक्रो भनेको स्थूल रूपमा एकदम ठुलो र माइक्रो भनेको एकदम सानो रूप। माइक्रोकोजम भनेको के भयो त भन्दा हामी हिजो मैले त्यो रेफरेन्स दिएको जस्तै यत्रो ठुलो ब्रह्माण्डको धेरैवटा सोलर सिस्टम मध्येको एउटा सोलर सिस्टम, अझ मिल्की वेहरू होला, के अरे ग्यालेक्सीहरू होला, के छन्। त्यो भित्रमा पनि सोलर सिस्टम, त्यो भित्रमा पनि एउटा अर्थभित्र पनि त्यत्रो होइन द्वीपहरूमध्ये एउटा द्वीप, त्यसमध्ये पनि त्यत्रो देशहरूमध्ये एउटा देश, त्यत्रो सहरमध्ये एउटा सहर, त्यो सहरभित्र पनि त्यत्रो घरहरूमध्ये एउटा यो बिल्डिङ, त्यसभित्र पनि यत्रो स्पेसमध्ये यो एउटा पॉइन्ट। हामी त्यो ठुलो म्याक्रो लेभलबाट यो माइक्रो लेभलमा हेरेको छौँ। अब यो ठाउँमा बसेर मैले श्रीयन्त्र अगाडि राखेर एक ठाउँमा बसेर पूजा गरिरहेको छौँ भने, जस्तो अहिले उदाहरणको लागि अब तलेजुमा पुजारीहरू हुनुहुन्छ, अहिले आरती गर्ने बेला अथवा नित्य पूजा गर्ने बेला तलेजुको त्यो एउटा पोइन्टमा बसेर पूजा गरिन्छ। त्यो पोइन्टमा बसेर कुनै एउटा भनौँ न देवीको रूपमा आह्वान गर्ने बेलामा अहिलेलाई मानौँ श्रीविद्याको रूपमा आह्वान गर्नु पूजा कुनै एउटा भयो, त्यो भने उहाँहरू यत्रो ठुलो ब्रह्माण्डको कुनै एउटा पोइन्टमा बसेर पूजा गरिराख्नु भएको छ भने त्यसको रिप्रेजेन्टेसन के त? त्यो शक्ति त अनन्त ब्रह्माण्डसम्म तन्किएको छ। तन्त्र मैले जे भने तन्किनु। अब त्यो पोइन्टलाई मैले कहाँ तन्काउनु पऱ्यो? त्यो पुरै ब्रह्माण्डसम्म तन्काउनु पऱ्यो। त्यो ब्रह्माण्डको सबै एनर्जीसँग जोड्नु पऱ्यो, कनेक्ट हुनु पऱ्यो। म त्यो पोइन्टमा बसिरहेको छु, तर त्यो पोइन्टले के छ रिप्रेजेन्ट गर्छ त? द कनेक्सन विथ अल द अदर एन्टिटिज थ्रु आउट द मल्टिभर्स, यसै भनौँ न, किन एउटा युनिभर्स भनौँ। त्यसैले त्यो माइक्रोकोजमलाई म्याक्रो लेभलसम्म एक्सटेन्ड गर्नु चाहिँ तन्त्र हो। त्यो श्रीविद्याको पनि बेसिक कन्सेप्ट त्यो हो। अब त्यसमध्ये पनि मैले अझ यन्त्रको भनेको छु, यन्त्रको हरेक त्यसभित्र पनि सानो सानो पोइन्टहरू हुन्छ, अझ त्योभन्दा माइक्रो लेभलमा अझ जानुहुन्छ। यो हरेक ट्राइङ्गलहरूको भने र हरेकको ठाउँमा एउटा बिचमा चाहिँ बिन्दु भन्ने हुन्छ, त्यो डट हो। अब डट तपाईँले यसो हेर्नु हो भने सेपलेस हुन्छ, त्यो पुरै ब्रह्माण्डको प्रतीक हो। त्यही भएर त्यो पुरै ब्रह्माण्ड त्यो डटमा पनि अट्छ, त्यो डटले त्यही भएर पुरै ब्रह्माण्ड समेट्न सक्छ। त्यही भएर बिन्दु
यो भनेको सबभन्दा यदि यसलाई 3D मोडलमा हेर्नु भने एउटा बोर्ड तल छ, त्योभन्दा माथिको अरू चक्र के भन्छ वृत्तहरू भए, त्यो वृत्तहरूभन्दा माथि अरू होइन दलहरू भए, त्यो 16 दल अष्टदलहरू, त्यो वृत्तहरूभन्दा माथि 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 जाँदै गर्दाखेरि त्यसपछि यी सबै त्रिकोणहरू भए र त्रिकोणहरूभन्दा माथि सबभन्दा माथि चाहिँ एउटा बिन्दु हुन्छ पोइन्ट। त्यो पोइन्टले चाहिँ सारा ब्रह्माण्डसँग कनेक्ट गर्ने पोइन्ट चाहिँ त्यो हो र त्यसमा हरेक ठाउँको देवी देवताहरू आह्वान गर्ने भने त्यही पोइन्ट त्यही ठाउँ वरपर र बिचमा बस्नुहुने ललिता देवी अथवा श्रीविद्यालाई हामीले आह्वान गर्ने बिचको त्यो मेन पोइन्ट। त्यो पनि फिजिकल्ली त्यो सबभन्दा माथिको पोइन्ट होइन, त्यो भित्रको पनि जोमेट्रिक सेन्टर भनेको हाइट त यस्तो हुन्छ होइन, थप्दै थप्दै गरेर जस्तो मानौँ मैले यहाँदेखि बनाएँ यत्रो ठुलो हाइट बनाएँ, त्यो माथिको पोइन्टमा होइन त्यो बिचको पोइन्ट त्यसको पनि भित्रको जोमेट्रिक सेन्टरलाई मानेर हामीले त्यसलाई सेन्टर मानेर मतलब फिलोसफिकल्ली पनि श्रीयन्त्रको मिनिङ त्यो हो। अझ यसको भोलि दार्शनिक पक्ष अझ थपहरू आउँछ, तर कन्सेप्ट चाहिँ त्यो बिन्दु भन्ने चिज अथवा एउटा डट भन्ने चिज कतिको महत्त्वपूर्ण हुन्छ भन्ने त्यति नै अझै फेरि केही छ तपाईँहरूको क्वेसनहरू डिस्कसनहरू गर्नु छ भने तपाईँले के भन्नुभयो? अरू यन्त्रहरूको फिजिकल डिजाइनहरूमा सबैमा त्यो प्रयोग हुन्छ। त्यो उल्टो त्रिकोण हो होइन, उल्टो त्रिकोण चाहिँ अरू यन्त्रसँग भित्र राख्दाखेरि कसरी त्यसलाई फिट गर्ने भनेको मिनिङ चेन्ज हुन्छ। अरू के कहाँ हुन्छ सस्पेन्स आज अरू के आजैसम्म भन्नु बोल्दा चाहिँ केही बाँकी नै भन्नुहुन्छ नि। अब केही छ हामीले केही भन्नुपर्ने छ भने श्रीयन्त्रमा भनिहाल्यो नि, जुनसुकै तन्त्रको जस्तोसुकै उपासनामा होस्, जस्तोसुकै किसिमले तपाईँले तान्त्रिक पूजाहरू गर्नुहोस्, विशेष त अझ शाक्त मतमा त्यो ठाउँमा तपाईँले शिव बिनाको शक्ति हुन सक्दैन। शक्ति भनेको त्यो एउटा इनर्जी हो, फेमिनिन इनर्जी, तर त्यसलाई एउटा म्याटेरियलिस्टिक केही चिज त चाहियो। त्यो म्याटेरियलिस्टिक चिज चाहिँ शिव। अहिलेको शब्दमा भने हार्डवेयर र सफ्टवेयर पनि भन्नु एक्ज्याक्टली त्यही हो। हार्डवेयर भनेको शिव हो, सफ्टवेयर भनेको भगवती प्रकृति र फुल ठ्याक्कै प्रकृति घर चलाउने र त्यसमा वारमा अरू केही छ थप्न पाउनुभयो त्यसमा यो व्याख्या हो भनेर होइन, यो तपाईँले भन्दा मिलेन यो ठिक हो भनेर पनि भन्न पाउनुभयो। मैले भने मात्रै ठिक हो भन्ने कोही पनि छैन। केही छ कसैको? त्यसो भने आजलाई यति नै गरौँ। अरू इन्फर्मल डिस्कसन यसो बसेर गराउनु त्यो माइन्ड त्यहाँबाट अब भयो फेरि इन्फर्मल पनि चलिहाल्छ।